एस्थेटिक बाहुनले नेचुरली यस्तो ज्यान कसरी बनायो होला त? के यो कुनै फ्यान्सी डाइट और एक्सपेन्सिभ सप्लिमेन्टेसनको कमाल हो या समथिङ एल्स? सो टुडे आइ एम गोना टक अबाउट इट। सो हिजो थियो हाम्रो वर्ल्ड कपको फाइनल म्याच र म आफ्नो साथीभाइ रिलेटिभ्सहरूसँग म्याच हेर्नमा व्यस्त थिएँ र म्याच सकिसकेर सबै भ्याएर सुत्ने टाइम चाहिँ लगभग 3 बजेको थियो बिहान र मलाई चाहिँ 6 बजे उठेर काममा जानुपर्ने थियो। सो जस्ट 3 आवर्स अफ स्लिप। बिहान 6 बजे उठेर म गएँ काममा, 2 बजेसम्म काममा बिजी भएँ र 2 बजे काम सकिसकेपछि मेरो आज लेग वर्कआउट गर्नुपर्ने पालो थियो। सो पहिला त सोचेँ मैले थकाइ पनि धेरै लागेको थियो, प्लस निद्रा पनि पुगेको थिएन। सो आई वाज फिलिङ भेरी विक। सो वर्कआउट स्किप गरौँ कि भन्ने सोचेँ, तर होइन। फेरि मैले सोचेँ लाइक यस्तै कुराहरूलाई एक्सक्युज गराएर वर्कआउट स्किप गऱ्यो भने लाइक हाउ कुड आई बी बेटर, हाउ कुड आई बी डिफ्रेन्ट देन नर्मल पिपुल? सो एक्ज्याक्टली discipline and consistency are the key to success. So they are the key to my physique as well. So मैले naturally यो ज्यान बनाउनुको पछाडि मेरो मिहिनेत, मेरो डिसिप्लिन र मेरो कन्सिस्टेन्सी नै हो। त्यसको लागि मैले कुनै फ्यान्सी सप्लिमेन्टेसन, एक्सट्रिम एक्सपेन्सिभ डाइटहरू चाहिँ खाएको छैन। आई जस्ट इट बेसिक दाल भात, ओट्स, चिकन, एग्स, बदामहरू, जुन नेचुरल होल फुडहरू हुन्छ म त्यही नै बढी प्रिफर गर्छु। सो या माई सजेसन टु एभ्री वान हु इज गोइङ जिम आउट देयर इज द्याट बी कन्सिस्टेन्ट, बी डिसिप्लिन्ड and keep working. That's the only way to only way to achieve a good physique naturally. You don't need any fancy diets or supplementation to build a physique like this. That's all. Thank you.